Good morning, YouTube family. Happy New Year. Happy New Year, सबैजनालाई. Happy New Year 2082. साथीहरु, दिदी, बहिनी, दाजु, भाइ, आमा, बुवा सबैजनालाई धेरै धेरै शुभकामना नयाँ सालको. अनि अरु मन्दिर जाँदैछौँ. अहिले हामी चाहिँ दक्षिण काली मन्दिर जाँदैछौँ. नयाँ सालको सबैलाई घाम लागिसकेको छ. शान्ति, स्वस्थ सबै रहिरहोस्. अब हामी गाडी खोज्दैछौँ. अहिले हामी रत्नपार्क जान्छौँ अनि त्यसपछि चाहिँ हामी दक्षिण कालीको गाडी चढेर हामी त्यहाँ गएपछि म देखाउनेछु के गर्नेछौँ आज नयाँ वर्षमा होइन. काम लागिरहेको छ. हाम्रो गाडी पनि आइसकेको छ. सो हामी यहाँ रत्नपार्क आइसकेको छौँ. अब त्यहाँबाट बस खोज्छौँ. सायद मामाहरू पनि आउँदै हुनुहुन्छ होला. यत्र देखि छैन. 5:30 बजे पुगेको. 5:30 भएको थियो. मैले हेरेर मेरो घडी मैले 6 बजेको अलार्म लाएको थिएँ. मम्मीले मलाई 5:30 बजी नै उठाइदिनु भयो. अनि निन्द्राले म यस्तो चुर भएको छु, यस्तो चुर भएको. अब त्यहाँ जानलाई पनि सायद 1 घन्टा लाग्छ होला. त्यो बसमा म अब हुन त म लोकल बसमा एकदम मिलाउने मान्छे. अरू चाहिँ कतिजना त्यस्तै गर्नुहुन्छ. यदि बसमा लोकल बसमा गर्नुभयो भने मिलाइहाल्ने निन्दा लाग्ने. गाडी चाहिँ हिँड्ने रहेछ. हेलो के अरे सुप्रिम के छ? कहाँ जाँदैछौँ हामी आज? दक्षिण काली. खुलेर खै त भने भ्यू हेर्नुपर्छ. सो हाम्रो यहाँ रिजर्भ भइसक्यो गाडी होइन. अहिले हामी आइसकेको छौँ. यहाँ भिडभाड देख्न सक्नुहुन्छ. आजको न्यु इयरको भिडभाड यस्तो जाम छ. कस्तो भयो गाडी? के अरे निन्द्रा लाग्दो भयो. यहाँ यस्तो छ मन्दिर चाहिँ. अब भित्र कस्तो हुने हो होइन. कतिको भिडभाड छ. भोक लागिसक्यो. मेन चाहिँ भोक लागिसक्यो. अब कहिले पूजा सकेर अनि खानुपर्छ. आजको हाम्रो खलासीजी भा हुनुहुन्थ्यो. त्यो मन्दिर चाहिँ यस्तो छ. यहाँ चाहिँ सबै सामानहरू पाइने रहेछ. मार्केट रहेछ. हामी अझै जाँदैछौँ अब होइन त. अझै आएको छैन. भित्र मन्दिर कस्तो छ हेर्न एक्साइटेड भइ. भिड देख्न सक्नुहुन्छ गाइस. भिड. सो हामी लाइनमा बसिसक्यौँ. मन्दिरहरू जस्तै हो. दर्शन गर्न आएपछि लाइनमा हुन्छ. अनि आज धेरै भिडभाड पनि छ नि त. नयाँ साल अब सबैलाई भगवानको दर्शन गर्ने मौका हो नि त. धर्म त्यसै हुन्छ त नि. भगवानकोमा आएपछि अलिअलि कष्ट दिनुपर्छ बल्ल राम्रो हुन्छ. यहीँबाट हामीले फुल चढाउनु भयो. कस्तो भयो नि? के हो यत्रो बेर लाइनमा बसालेर हजुरले? पछिदेखिका लाउनु पर्यो यहाँ. अब यता हामी पूजा गरेर यतै गर्छौँ. किनभने लाइनहरू देख्न सक्नुहुन्छ. यत्रो छ लाइनहरू. माग्न बसेकालाई दिए नि हुन्छ. पर्छ त भेगेलाई.
खै मलाई भन्छ टीका बट्टा लेता टीका को बट्टा रखा ले पूजा सक्यो फाइनली अब हामी फर्किँदैछौँ अगाडि मम्मीहरू गइसक्नु हामी फोटो खिच्दै थियौँ एकैछिन लास्टै गर्मी छ अब हाम्रो पूजा सकिसक्यो मम्मी कस्तो लाग्यो आज दक्षिणकाली मन्दिरको दर्शन गर्नु पाएर मन सन्तुष्टि भयो नयाँ सालको दिन भगवान् आएर दर्शन गरियो खुसी लागेर त्यस्तै यो सालभरि तीर्थ व्रत गरेर त्यस्तै घुम्दै फिर्दै त्यस्तै दर्शन गर्दै हिँड्न पाइयोस् ह्याप्पी न्यू इयर यहाँ सानो खाने भयो